नमस्कार। जुन चाहिँ आज मतलब हाम्रो बुद्ध पूर्णिमा थियो र बुद्ध पूर्णिमा मतलब सदा त मतलब धुमधामले मनाइन्थ्यो। तर यो सालको मतलब जुन चाहिँ यो कोरोना भाइरसको जुन चाहिँ हामीलाई सङ्क्रामक आइरहेको छ र यसको निम्ति जुन किसिमले आज मतलब आफ्नो घरमै बसेर भगवान बुद्धलाई प्रार्थना गर्नुभयो र हामी पनि प्रार्थना गर्छौँ। सम्पूर्ण पहाडवासी प्रार्थना गरौँ कि मतलब जुन चाहिँ भगवान बुद्धले मतलब हामीलाई यो जुन चाहिँ एउटा भाइरस आइरहेको छ होइन, यसको निम्ति मतलब यो सङ्क्रामक हटाउनु लागि भगवान बुद्धले पनि हामीलाई आशीर्वाद दिउँ। र सम्पूर्ण पहाडवासीलाई म यो अनुरोध गर्न चाहन्छु कि आज बुद्ध पूर्णिमाको दिनमा उहाँहरूले आफ्नो आफ्नो घरमा बसेर भगवान बुद्धलाई सम्झिनुभयो र भगवान बुद्धले हामी सम्पूर्ण पहाडवासीलाई सबै संसारमा विश्वलाई नै यो रोगबाट मुक्त गर्ने आशीर्वाद दियोस् भन्ने म आशा व्यक्त गर्न चाहन्छु। र सबै पहाडवासीलाई मतलब यसको निम्ति आजको निम्ति जुन किसिमले यो एउटा आज जस्तो पवित्र दिनमा हामी प्रार्थना गरौँ कि यो मतलब जुन चाहिँ यो कोरोना भाइरस छ यसको निम्ति हामी सम्पूर्ण विश्व नै एउटा शान्तिको एउटा आउने दिनमा सास फेर्न सकौँ भन्ने मतलब कामना सबैले गरिदिने म अनुरोध गर्न चाहन्छु।